आइसकेको हामी र्याली गर्दै उर्लाबारी स्कुल डाँडा आइसकेको छौँ है हामी 21 गते आउँदै गरेको स्कुल डाँडा आइपुगिसक्यो हामी स्कुल डाँडा पनि कटिसकेका छौँ हामी स्कुल डाँडा सिधै माथि जाँदैछौँ पूर्व मेयरको घर साइडबाट घरको घरतिर आइसकेको पूर्व मेयर हाम्रो घरतिर आइसकेको छौँ स्कुल डाँडादेखि आगो हामी भाइ पनि आउनुभएको छ हामी ठ्याक्कै स्कुल आइपुगेको छौँ राधिका स्कुल सेम टु यु अहिले ब्यानर आएको छ आइसकेको छौँ चोकको प्राङ्गणमा चोकमा आइसकेको छौँ उर्लाबारी चोकमा फेरि बरगाछीमा आइपुग्नु है बरगाछीमा आइपुग्यो बरगाछीबाट हिँडेको बरगाछीमा आउँदाखेरि हामीलाई लगभग 1.5 घन्टा लागेको छ टाइम बरगाछीको प्राङ्गणमा कार्यक्रमको र्यालीलाई राखी अनुरोध गर्न चाहन्छौँ यहाँहरू सबै जसरी अहिले मिलेर बस्नु भएको छ अनि हामी एकदमै भव्य र सभ्यताको साथमा आजको कार्यक्रमलाई हामी सुसम्पन्न गराउनेछौँ यसको क्रिसमस शुभकामना आदान प्रदानको कार्यक्रमको अध्यक्षता गरिदिनु हुनको लागि यसै संयुक्त क्रिस्चियन समाजका अध्यक्ष हाम्रा अध्यक्ष ताली बजाएर हामी उहाँलाई स्वागत जनाउँदछौँ किनभने हामी ताली बजाउनेछौँ कमल कार्की ज्यूलाई पनि हामी अतिथि आसन ग्रहण गरिदिनु हुनको लागि हामी सबै ताली बजाउनेछौँ हाम्रो आदरणीय पास्टर देव पौडेल ज्यूलाई पनि हामी अतिथि आसन ग्रहण गरिदिनु हुनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ हाम्रो हेमन्त सुब्बाज्यू यहाँ हुनुहुन्छ भने यहाँलाई पनि हामी अतिथि आसन ग्रहण गरिदिनु हुनको लागि यदि आउनु अनुरोध गर्दछौँ र मानेसर एकता समाजका अध्यक्ष पास्टर गोपाल राईज्यू हुनुहुन्छ स्वागत जनाउँदछौँ पक्कै पनि हामी सबै ताली बजाउनेछौँ कुनाबाट आफ्नो घर आँगनबाट हामीलाई निहालिरहनु हुने सम्पूर्णलाई म फेरि पनि यहाँलाई यो क्रिसमस उर्लाबारी संयुक्त इसाई समाजको आयोजनामा यो कार्यक्रम आयोजना हुन गइरहेको कुरा भएको कुरा यहाँहरू सबै हामी सबै यसमा इसाई समाजका अध्यक्ष लगायत सम्पूर्ण मेरा आदरणीय पास्टर गुरुजनहरू
यहाँदेखि लिएर सरिसारे सम्पूर्ण इसाई मण्डली संयुक्त रूपमा आजको आयोजना यो र्याली सभामा यो पवित्र अनि सुसमाचार सुसन्देश र्यालीको अभियानमा जुट्नुभएका आयो हामी हजुरको घरैमा क्यार लगाउन क्रिसमसको साँझमा कार्यक्रम सञ्चालकज्यू यसै गरी आज यस क्रिसमस डे को शुभकामना आदान प्रदान कार्यक्रम र्याली सहित यो घाम नभनी गर्मी नभनिकन आउनु भएको छ। यस कार्यक्रमका सभाध्यक्षज्यू व्यासमा आसीन अतिथिज्यूहरू सम्पूर्ण क्रिसमस डेको शुभकामना आदान प्रदान गर्न पाल्नुहुने सम्पूर्ण क्रिसमस डेमा आउनुहुने आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्णमा उर्लाबारी नगरपालिका वाडा नम्बर 7 को तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई न्यानो अभिवादन साथै नमस्कार। ह्याप्पी क्रिसमस डे। जय मुसी। हामी नेपाली नेपालमा धर्म जुनसुकै लिएर पनि हामी बाँचेका छौँ। आफ्ना आफ्ना धर्ममा आधारित रहेर हामी अगाडि बढ्नै पर्छ, किनभने धर्म भन्ने चिज यस्तो हो कि यसले हामीलाई अनुशासन पनि सिकाउँछ। यसले हामीलाई के गर्ने के नगर्ने, के खाने के नखाने, कुन बाटो हिँड्ने क्रिसमसको मौसममा सबै मिली यसैले गाउन मसँग समय हो उत्सवको मना नगरन परमेश्वरको प्रेमलाई उद्धार र मुक्ति दिने एउटै मात्रै जीवित प्रभु यीशु ख्रीष्टको जन्मोत्सवको पावन अवसरमा आज हामी यसरी मण्डली मिलिकन यस उर्लाबारीको यो बरगाजी चोकमा हामी र्यालीका साथ यो कार्यक्रमले सुसम्पन्न गर्न गइरहेका छौँ। यसकारणले गर्दाखेरि तपाईँले यो निमन्त्रणालाई स्वीकार गरिकन आफ्नो ठाउँबाट प्रार्थना साथ तपाईँले यसो सहभागी हुनुभयो। हाम्रो यो संयुक्त क्रिस्चियन समाजको तर्फबाट र मेरो व्यक्तिगतको तर्फबाट यहाँले हामी एकदमै हार्दिक धन्यवाद दिन चाहन्छौँ।